आज म हजुरहरुलाई चाहिँ एउटा के कुरा सिकाउँदै छु भने तपाईको नजिकमा हुन्छ कि ती व्यक्ति चाहिँ तपाईको परिवारमा पनि हुन सक्छन्, छिमेकमा पनि हुन सक्छन्, आफन्तहरुमा पनि हुन सक्छन् हैन। ती व्यक्तिहरु छेउछाउै हुन सक्छन्, नजिकै हुन सक्छन् ती व्यक्तिहरु। ती व्यक्तिहरु कस्तो हुन्छन् भने प्रायः सबैको हुन्छन् कि ती व्यक्तिहरु उनीहरुले चाहिँ के गर्छन् तपाईको चाहिँ एकदम खेदो गर्ने के यता गरौ खेदै गर्ने, राम्रो कुरा गर्यो भने खेदै गर्ने हैन, नराम्रो कुरा गर्यो भने खेदै गरिरहने गरिरा हुन्छ कि तिनीहरुले। त्यस्तो व्यक्तिहरु हुन्छ कि तपाईको चाहिँ रिस गर्ने, डाहा गर्ने हैन, तपाईको चाहिँ जरो काट्ने व्यक्तिहरु चाहिँ जसको पनि एउटा न एउटा कोही न कोही हुन्छन् कि हैन परिवारमा। त्यस्ता मेन्टालिटी भएका मान्छेहरु धेरै हुन्छ। तर त्यो मान्छेहरुलाई चाहिँ तपाईले खुसी पार्नुपर्ने हुन्छ कि हैन। सबैलाई खुसी पार्न त सक्दैन हैन, तर क्षणिक खुसीले उनीहरु क्षणिक आफन्तमा चाहिँ आफ्नो हुन सक्छन् कि तिनीहरुलाई चाहिँ नजिकको पार्नको लागि के गर्नुपर्छ भने तिनीहरुलाई चाहिँ केही चीजहरु दिनुपर्ने हुन्छ के। चाहे त्यो खानेकुरा हो, चाहे चाहिँ सानो सानो केही उपहारहरु होस् हैन, चाहे सानो सानो सहयोग होस् हैन, उनीहरुलाई दिनुपर्ने हुन्छ के हैन। तपाई चाहिँ जति चाम्रो हुनुहुन्छ नि त्यो त्यहाँभन्दा त्यति बढी चाम्रो हुन्छ र त्यति बढी उसले खेदो गर्छ के। त्यही भएर म आज हजुरहरुलाई चाहिँ के भन्न चाहन्छु भने त्यस्ता खालका मेन्टालिटी भएका त्यस्ता व्यक्तिहरु चाहिँ सबैको हुन्छ र तपाईले के गर्नुपर्छ भने त्यस्ता व्यक्तिले चाहिँ कतै गएको बेलामा, केही पकाएको बेलामा, केही बनाएको बेलामा हैन उसलाई चाहिँ च्वाट्ट चखाउने, ठ्याक्क दिने, चाहिँ बिस्तारै तपाईको गुणगान गाउन थाल्छ हैन। तपाईको चाहिँ राम्रो कुराहरु गर्न थाल्छ र तपाईको नजिक हुन्छ के त्यो एउटा मानवीय साइकोलोजी नै त्यो हो के। उसलाई चाहिँ तपाईले केही मिठो मसिनो केही गर्नु भने उसलाई चाहिँ त्यसले पुल्न जान्छ के। यो रियालिटी नै हो, तपाई विचार गरेर अभ्यास गर्नु होला हैन। तपाईलाई के लाग्छ भनेपछि त्यसले त्यो गरेपछि बिस्तारै उसले तपाईको गुणगान गाउन थाल्छ, यो त यस्तो राम्रो छ, यो छ उ छ भन्न थाल्छ के। यो बाध्यता नै हो, तपाईले विचार गरेर त हेर्नुस् हैन। त्यो पक्कै पनि कसैको नजिक हुन सक्छ र तपाईले चाहिँ भित्रैबाटै उसलाई चाहिँ केही खाने कुराहरु दिएर थाहा पाइसक्नुभयो हजुरहरुले। उले गरेर विचार गर्नुस्, उ आफ्नो हुन्न जान्छ हैन। हजुरहरुलाई कस्तो लाग्छ कृपया प्रतिक्रिया लेख्नु होला। थ्यांक यू सो मच।